ल केटा आजदेखि हाम्रो पाँच पोखरीको ट्रेक सुरु भइसकेको छ। हामीले अस्ति भनेको थियो होइन, हामी पाँच पोखरीतिर अथवा कहीँ जान्छौँ भने अस्ति भनेको थियो हामीले। र अब अहिले हामी हिँडिसकेको छौँ। बिहानको 5 बजेको छ अहिले होइन। यहाँनिर अगाडि 5 जना छ होइन, मसँग 6 जना छ। त्यही हो, अब अहिले हामी हिँडिसक्यौँ। महाकालबारीबाट हिँडेको अहिले चाहिँ त्यही हो। हामी अहिले उता बस चढ्ने बेलामा हिँड्नुपर्छ। ल हामी चाहिँ बस प्राग आइसक्यो। यताको अवस्था यसो छ, हाम्रो बस चाहिँ यो हो। ठाउँै त छैन, कहाँ राख्ने हो र सामान। त्यही हो केटा, अब हामी हिँडिसक्यो। अहिले 6 बजी होइन, हाम्रो 26मा हिँड्छ होला गाडी। अनि त्यही हो होइन, अब त्यही गरेर भेटौँ अहिले। ल हाम्रो बस हिँडिसक्यो। 6 बजे हिँड्छु भनेर बसले हामीलाई होइन स्क्याम गर्यो होइन। 6:30 भइसक्यो, बस औडा रहेछ। सबजना बसको आधा मान्छेहरू नै ट्रेकिङ जान लाग्यो होला। हामी नि होइन पुरै तयार भइसक्यो एकदम होइन ट्रेकिङ जानको लागि। पुरै यस्तो छ अवस्था। यहाँनिर 2 जना छ हाम्रो होइन, त्यहाँनिर 2 जना छ। अरू हामीले चिन्दैन, हामीलाई बाल भएन। त्यही हो। ल केटा हामी चाहिँ यहाँनिर खै के हो यार, यो ठाउँको नाम जस लास्ट स्टेसनमा आइसक्यो। हामी झरिसक्यो बसबाट होइन। यहाँको अहिले त्यस्तो भ्यू रहेछ। यहीँबाट कहाँबाट मासतिर जानुपर्ने हो, 6 घन्टा हिँड्नुपर्छ अरे। भर्खर भात सात खाएर होइन अब हिँड्नु रेडी भएर बस्यो। अघि भिडियो बनाऊँ भनेको फेरि उयो भयो क्या, त्यो टाइम पनि भएन, प्लस थाकेको थियो। त्यही भएर अब चाहिँ हामी हिँड्नु लागेको। अब त्यही हो, बाटोमा भेट्नुपर्छ। ल हामी चाहिँ हिँडिसक्यौँ अहिले होइन, गन्तव्यतिर लागिसक्यौँ। एउटा कहाँ पुगिसक्यो, एउटा चाहिँ फेरि हो कट्टु लाएर कहाँ पुगिसक्यो यहाँनिर। अब हामी 6 घन्टा हिँड्नुपर्ने हुन्छ। 6 घन्टा हिँडिसकेपछि बल्ल त्यहाँनिर बेस क्याम्प समथिङ होइन। आज हामीले त्यहीँ रात कटाउनु पर्ने हुन्छ र त्यही हो। थकित भयो तर बसमा अघि जस्तो चाहिँ बसमा थचाएर हिँड्नुभन्दा यसो हिँड्नै बेस हो बरु। यस्तो छ हाम्रो कार्यक्रम हुँदैछ। ल अब माथि गएर भेट्नुपर्छ। ल अब हामी यहाँनिर कहाँ हो यहाँ, ठाउँको नाम केही थाहा छैन। आज पहिलोचोटि आएको हो होइन। ब्याग लास्टै भारी छ, त्यही माथि अब बाटो यस्तो छ, हिँड्नु परिहाल्यो होइन। 6 घन्टा हिँड्नुपर्छ क्या अरू भन्दा नन स्टप। तर यहाँबाट दामी देख्दो रहेछ कि हिमालहरू चाहिँ। यहीँबाट यस्तो देख्छ, झन् माथि गयो भने कस्तो देख्छ होला हौ, दामी देख्छ होला होइन। अहिले हेर्नु आज त होइन, जोस् हामी भोलि भ्यू पोइन्टमा त भोलि पुग्छौँ होला माथि 5 पोखरी चाहिँ। आज चाहिँ हामी यहाँ आधा बाटोमा गएर समथिङ देउराली के भन्दो रहेछ त्यो ठाउँमा चाहिँ, देउरालीमा गएर त्यहाँ बस्नुपर्ने हुन्छ आज। अनि त्यहाँदेखिको भोलि चाहिँ हामी माथि 11 घन्टा हिँड्नुपर्ने हुन्छ। मलाई सोच्दै डर लागिसक्यो होइन। ट्रेकिङ भन्ने कुरा चाहिँ अरू गएको हेरेको मात्रै रमाइलो हुने रहेछ, आफू हिँडेपछि बल्ल थाहा हुने रहेछ क्या, लास्ट जाऊ हुने रहेछ। यहाँ माथि यस्तो सही छ क्या, पानी सानी होइन, कस्तो दामी क्लियर देखेको छ। फोनबाट त्यस्तो देखेको छैन तर रियलमा बर देखेको छ होइन। मेरो झोला लास्ट भारी छ यार। गर्मी चाहिँ हुन्छ होला अब हिँड्दाखेरि, यो ज्याकेटले गर्दाखेरि होइन। अब गर्मी भएछ भने फोन पर्छ। त्यहाँनिर सोलो म्यान आउँदैछ हाम्रो। ल त्यही अहिलेसम्म भेट्नुपर्छ। अहिले चाहिँ हामी पुलमा आइसकेको छौँ। बुढा आउँदैछ, लेट्स गो। हिँडिसक्यो हामी चाहिँ। तर अहिले यो के हो, झोलङ्गे पुलै होला सायद, मलाई पुलको नाम थाहा भएन। तर यहाँबाट जुन देख्ने दृश्य पिन्छ त्यो एकदम फरक छ होइन। त्यो फरक छ, धेरै फरक छ। तर लास्ट हल्लिँदो रहेछ। मलाई फेरि डर लाग्छ कि यस्तो पुलहरूमा चाहिँ फेरि भेजा त्यो दिमागमा कस्तो साइको आउँछ क्या, त्यो हुँदैन त्यो अलिकति कस्तो नराम्रो त्यो थट्सहरू आइदिन्छ क्या। पुल चुड्डिने हो कि होइन, झरिदिने हो कि खालको थट्सहरू आइदिन्छ क्या। अब्बुई ओपर छ त यार, ओपर छ त। यस्तो डाँडा हेऱ्यो आखिरी त्यस्तै छ होइन। पुल हेऱ्यो त्यस्तै छ यार। लास्ट डर लाग्दो रहेछ। वेट म चाहिँ नसक्ने भयो यस्तो पुलमा। ओपर क्या होइन, झन् मासतिर कस्तो होला क्या। म त्यो इमेजिन गर्दैछु क्या मासतिर कस्तो होला क्या होइन। म अरूभन्दा पनि मलाई हिँड्नु लास्ट डर लागिरहेको छ यो पुलमा। जनताहरू अगाडि भाउजू फेरि डान्स दिनुहुन्छ होइन। त्यही ओपर दामी रहेछ खोला चाहिँ।
के को हल्लिएर चाहिँ बस्नु नसक्दो रहेछ होइन यहाँनिर रिक्सा अलिक चाँडै जानुपर्छ यार मलाई डर लाग्यो ल केटा हो अब हामी कुन ठाउँमा आइपुग्यो थाहा छैन यार भर्खर धेर पनि भएको छैन हिँडेको होइन कति टाइम लाग्छ अझै म त्यो भन्नै सक्दैन क्या कति बजे पुग्ने हो होइन अहिले त्यस्तै 1 बज्यो होला 1 साढे 1 भयो होला मलाई त अरू पनि ब्यागले थिचिरहेको छ क्या उनीहरूको त सानो सानो रहेछ मैले अहिले लुगा ल्याएको थिएँ क्या बुझ्दैन भेष मात्रै 5 वटा ल्याएको थिएँ होइन अनि त्यसपछि ट्र्याकहरू होइन हुडीहरू जाडो हुन्छ भनेर लिएर आएको थिएँ त्यही हो तर जाडो हुन्छ जस्तो चाहिँ मलाई लागेको छैन ट्रेकिङ भन्ने कुरा चाहिँ मुस्किल रहेछ हौ मेरो लागि चाहिँ हेर्नु रहेछ लागेर अहिले मास्ती गरेर भेटौँ मान्छेहरू पनि टर्ने रहेछ बाटोभरि यस्तो यहाँबाट घरहरू सही देख्यो क्या होस् यस्तो थकित भएर हिँड्नु सकेको छैन एक त यस्तो छ ताल होइन हामी कुन डाँडामा आइपुग्यो थाहा छैन गर्मीले मैले त ज्याकेट स्याकेट फुगालिसक्यो होइन भाउ चाहिँ मजा मजा गाह्रो रहेछ त ट्रेकिङ जानु त यार ट्रेकिङ भन्ने कुरा त टिकटकमा ठिक रहेछ मैले देखेको चाहिँ आफू हिँड्ने हो भने चाहिँ नसक्दो रहेछ यार त्यही बाटैभरि मान्छे हामीभन्दा पछि आउने हाम्रो दिदी चाहिँ है आफ्नै साथीहरू कहाँ पुग्छ अब अरूको त के कुरा गर्नु होइन त्यही बोल्नै सकेको छैन के भन्नु है त्यही गाह्रो भयो त्यस्तो छ यार अझै डाँडा 4 घन्टा हिँड्नुपर्छ चाहिँ अहिले भेटौँ ल यार केटा हामी यो कुन ठाउँ यार ठाउँ थाहै भएन मलाई होइन यहाँ यस्तो गेट रहेछ अगाडि ठाउँ नाम चाहिँ थाहा भएन मलाई हिँड्दै हिँड्दै मेरो अवस्था खराब भइसक्यो होइन 2 जना पछाडि आउँदैछ 3 जना कहाँ पुग्यो म यहाँ छ तिमीहरू पनि 5 बजी आउने सोचिरहेको छ न हो केटा यार म त त्यही सजेसन दिन्छु न हो यार अति छ हौ होइन सिन त दामी छ देखिरहेको चाहिँ कुराहरू चाहिँ दामी छ तर हिँड्नु भनेपछि चाहिँ कसम हामी 1.5 घन्टा जस्तो भइसक्यो होला तलबाट हिँडेको होइन त्यही पनि यहाँसम्म धेरै आएको छैन क्या हामी बेसीमा आएँ 3 किलोमिटर त्यस्तो आएको छ क्या अति गाह्रो भइरहेको छ मलाई चाहिँ होइन मान्छेहरू फर्किसक्यो यार बरु कुन चाहिँ केटो यो सिन वाज अमेजिङ क्या अब हुन्छ नि सिन चाहिँ अति नै दामी छ होइन मान्छे पुगेर आइसक्यो हामी भर्खर जाँदै गाह्रो होइन त्यही हो अहिले भेट्नुपर्छ यस्तो छ क्या लास्ट थाकेको छ बोल्नु पनि सक्दैन हौ अवस्थामै छैन अहिले भेटौँ न केटा अब केटा कहाँ आइपुग्यो चाहिँ थाहा छैन यार केही देखेको कि छैन अब रेडबुल खाँदै हिँड्ने हो मैले यहाँनिर रेडबुल हालेको थिएँ क्या रेडबुल अनि प्लस हल्का तातो पानी हालेको थिएँ होइन अघिदेखि खानै बिर्सेछ क्या मैले चाहिँ त्यही भएर एनर्जी नआएर रहेछ क्या अब अहिले चाहिँ हल्का सहज भएको छ यार तर यो कुन ठाउँमा आइपुग्यो कि बाटो पनि त्यति राम्रोसँग थाहा भएन होइन सबजना अगाडिको चाहिँ म मात्रै छ क्या पछाडि चाहिँ यहाँ नि मान्छेहरू बस्दो रहेछ यार उनीहरूलाई हामी भएको त यहाँ बस्नु मान्छे त तर मान्छेहरू बजार जानु पऱ्यो भने कति हिँड्नुपर्छ क्या यहाँबाट अनि गाईहरू घाँस खाँदैछ तर कहिले काहीँ हिँड्नुपर्छ क्या यसरी होइन बोसो सोसो घटाउनु पऱ्यो नि त के हो बोसोहरू घटाउनु पऱ्यो कति बसिराख्नु कोठामा चाहिँ होइन कामसाम पनि केही छैन कति डुल्नु
यसो हल्का एडभेन्चर होइन एक्सप्लोर गरिदिउँ भनेर मात्रै हो। यहाँको टाइम लाग्छ जानलाई त्यहाँबाट कुन ठाउँ टुप्पी डाँडा पाँच पोखरी अनि आज त कहाँ 5 बज्ने हो र हामी टुप्पी डाँडा भएपछि तपाईँलाई पाँच पोखरी भएपछि अझै 8 घन्टा 5 घन्टा 8 घन्टा ओफ अनि त्यहाँ टुप्पी डाँडा चाहिँ 2 घन्टा ब्रो यस्तो बोकेर हिँड्दा यार आफू एउटा झोला बोकेर हिँड्नु सक्दैन जुत्ताको अवस्था यस्तो भइसक्यो होइन आफ्नो अवस्था यस्तो भइसक्यो गाह्रो छ यार लास्ट गएको छ 2 घन्टा नर जोके हुँदैन र त्यो 2 घन्टा हिँड्नु भनेको त अति हो नि त यार लास्ट थकित भइसक्यो म चाहिँ त्यही एउटा अब अहिले भेटौँ म फेरि पनि म कहाँ हो बेपत्ता भएँ होइन म हराइसकेँ कुन ठाउँमा हो मलाई थाहै छैन यार अघि यार त्यो सामान बोकेर हिँडेको भाइले टपिसक्यो यार मलाई हुँदैन अब म फुल्ली छुटमा हिँड्दा चाहिँ क्या मेरो त्यही पनि मैले भेट्नु सकेन क्या यार ब्रो हुँदैन अब त्यस्तो छिटो हिँडिरहेको छ क्या मैसँग आएकोहरू कहाँ पुगिसक्यो यार म मात्रै हो कि पछाडि चाहिँ बुझेन कडा हौ अवस्था त्यस्तो छ पछाडि कोही पनि छैन अगाडि पनि कोही छैन होइन म एक्लै लाबारिस भएर हिँडिरहेको छु होइन कतिखेर पुग्छ मलाई थाहा छैन हिजो त जोस आएको थियो यार मलाई हुँदैन भोलि जाने भन्दा त हल्का हुँदैन जोस आइसकेको थियो कि तर आज त्यो जोस छैन क्या म बुझेन जोस कहाँ हरायो मेरो कति गाह्रो भइरहेको छ यार मान्छेहरू फर्किरहेको छ होइन आफू पुगेकै छैन कहिले फर्किने हो सो भोलिको पनि दिन बाँकी छ भन्दैछ त्यही भएर ल अगाडिबाट कुहाउँदैछ सो त्यही जाउँ नो मोर म सक्दिनँ यार कहिले पुग्ने 5 पोखरी यही हेर्नु आएको थिएँ त म होइन नि त कहाँ पुगेँ यार तिनीहरू मलाई पर्खिँदैन त नि उडेर गयो क्या हो अम्म स्पिड बढाउनु पर्ने हुन्छ अब कति चाहिँ बढाउनु र अहिले बढाइ छ होइन कहिले आइपुग्ने होइन यहाँ यसो होइन ठाउँहरू त अब चाहिँ आइपुग्यो भन्छु त्यो भन्दै बस्ने काम मात्रै रहेछ कि मेरो नआउँदो रहेछ अब यस रेडबुल खाँदै हिँड्ने हो होइन अब अरू त के गर्नु त नि मलाई कति गाह्रो भयो यार कोही छैन पछाडि पनि र अगाडि पनि कोही छैन म गलत बाटो आयो कि के हो मलाई थाहै छैन क्या म लास्ट थाकिसकेको केटा हो यार त्यो डाँडामा पुग्नुपर्छ क्या देखेनौ त्यही केटा त्यहाँ पुग्नुपर्छ म पुग्दैन जस्तो लागिरहेको छ आज एनीबडी एल्स होइन मेरो झोला बोक्दिने मान्छे आइ नै हुन्थ्यो यार त्यही एउटा अहिले माथि गएर भेटौँ ल यहाँबाट सही देख्दो रहेछ कि हिमालयहरू केटा होइन यसो हिँडिरहेको थिएँ 81 देखेँ क्या मैले होइन यस्तो दामी देखिरहेको छ नि होइन भर्खर यहाँ आइपुगेँ यार कुन ठाउँ हो यार यो अझै आउनुको टाइम लाग्छ क्या हुँदैन आधा बाटो नै आएको छु नि क्या म तर आउँदा हुन्छ एउटा मतलब हुँदैन
हेर्ने नजाराहरू चाहिँ बब्बाल छ क्या, कस्तो दामी दामी छ नि होइन। त्यही हो, त्यस हिँडे अनुसार सिनहरू पनि मजाले हेर्नु पाउँछ होइन। हिँड्नु चाहिँ पर्छ अति नै र मजा नै आउँछ है। यहाँ यो के हो, यो हेल्थ पोस्टहरू छ होइन यहाँको, के हो त्यस्तै लाग्यो मलाई। के हो मलाई पनि थाहा छैन यहाँ चाहिँ के हो। ल अहिले चाहिँ हामी देउराली भन्दा पनि 1-1.5 घन्टा माथि आइसकेको छौँ र मैले मेरो हराएको साथीहरू भेटिसकेँ। एकजना दिदी चाहिँ माथि जानु भइसक्यो, 2 जना पछाडि आउँदै हुनुहुन्छ र म चाहिँ यहाँ बिचमा हिँड्नै नसक्ने नि। के सोचेको थिएँ के भयो ट्रेकिङ होइन। त्यही हो, आउँदाखेरि धेरै सामान लिएर चाहिँ आउने काम चाहिँ नगरे नि हुन्छ। घरबाट आउँदाखेरि त्यो लाएर आएको लुगा एक जोर भइहाल्यो होइन। अनि त्यसपछि प्लस भनेको अर्को भनेको चाहिँ अनि त्यसपछि राति सुत्न आउने बेलामा फेर्ने एउटा लुगा ल्यायो भने इनफ। बेस चाहिँ 3-4 लिएर आउनु किनकि पसिना आउँछ वाइल्डै। अनि बेसहरू चेन्ज गर्नुपर्ने हुन्छ र त धेरै लुगाहरू ल्याउनु पर्दैन। मैले त टन्नै ल्याएको थिएँ कि हुँदैन, राति जाडो हुन्छ यहाँ हिँड्नेलाई पनि जाडो हुन्छ जस्तो सोचेको थिएँ। अनि टन्नै ल्याएको थिएँ, प्लस झोलामा स्न्याक्सहरू पनि टन्नै छ क्या, चाउचाउहरूदेखि लिएर रेडबुलहरू भयो होइन, स्न्याकर्सहरू भयो टन्नै छ क्या। त्यही भएर पनि होइन, त्यही भएर पनि लास्ट थकित भएको कि त्यो बोल्ने एनर्जी नै आएन त नि। अलिअलि साथ दिएको थियो कि रेडबुल खाएर होइन। रेडबुलहरू लिएर आयो भने चाहिँ तपाईँहरूलाई राम्रो, किनकि लेक लाग्छ भन्छ होइन। मलाई चाहिँ थाहा छैन अब त्यो लेक सेक लाग्दा टाउको साउ दुख्छ अरे, मलाई चाहिँ भएको छैन। यो 2 जना चाहिँ पुरै घोडा कुदाइ मैले बल्ल बल्ल भेटेँ कि बुझ्दैन, कति पछि भेटेँ होइन। कहाँ पुगेर रहेछ म नबिसाइकन आएको थिएँ अनि लास्टमा भेटेँ। तर दामी छ यार बाटोहरू चाहिँ, वेदर पनि ठिक्क छ, घामसाम पनि लागेको छैन होइन। त्यही हो, दसैँ तिहार सक्यो। अब दसैँ तिहार सकेपछि रमाइलो त गर्नु पऱ्यो। हाफ प्यान्ट त छ, अब के फुकाएर बस्नु नि होइन। छन् त छ, पसिना आउने रहेछ क्या। यस्तो ट्र्याक लाएर हिँड्यो भने चाहिँ ओभर गाह्रो हुने रहेछ, त्यो पसिना आएर है। अनि खुट्टाहरू चल्न गाह्रो हुने र अब गाह्रो त भइहाल्छ, प्लस हल्का दामी रमाइलो नै हुन्छ क्या, मजा पनि आउँछ होइन। हिँड्नु पनि बेग्लै छ नि त मजा भन्ने त मुखले मात्रै त नि मजा छ भने हिँड्नेलाई थाहा छ कति गाह्रो छ भनेर त। लास्ट गाह्रो भयो त्यही एउटा। अब आउँछ भने चाहिँ धेरै सामान लिएर चाहिँ नआऊ, टक्क बेसीमा 5 केजी, त्योभन्दा बेसी ल्यायो भने चाहिँ मऱ्यो मान्छे भनेपछि बुझे हुन्छ होइन। त्यही हो, मेरो हालत खराब भइसक्यो, देख्नु सक्नुहुन्छ पसिनाहरू पनि आइरहेको होला। त्यही हो अहिले भेट्नुपर्छ ल गाइस। यहाँमा बुद्धको फ्यान हो क्या तपाईँ पनि? हाम्रो यहाँनिर अङ्कलहरू भेटिसकेको छौँ बाटोमा होइन। उहाँहरू पनि 5 पोखरीको यात्रा होला सायद, गीतहरू सुन्दर रहेछ क्या अङ्कलहरूले, त्यही भएर। त्यही हो, फेरि ब्रोले मलाई फेरि भेटायो नि त। मैले जति चाँडो हिँडेँ नि भेटाउन जाँदा केटा ब्रोले मलाई भेटाइहाल्यो कि होइन। म जति चाँडो हिँडे पनि के हुँदैन, के गर्नु। यस्तो छ यार, यस्तो भारी बोकेर हिँडिन्छ। आफ्नो एउटा झोला आफ्नो लुगाहरू बोकेर हिँड्नु सकेको छैन, एक मेन कुरा होइन। त्यही हो र प्लस तपाईँहरू अब यहाँ आउनु चाहिँ बाइकहरूमा आउनुहुन्छ भने चाहिँ अलिकति एडभान्टेजै छ। बाटो चाहिँ अति नराम्रो छ, आउने बाटो चाहिँ हुँदैन। जुन 5 पोखरी आउने बाटो चाहिँ अति नराम्रो छ, अफ रोडै बेसी छ क्या बाटो चाहिँ। म बसमा आएको थिएन, मैले बसमा भिडियो बनाउँथेँ कि हुँदैन, तर त्यहाँनिर त्यो माहौलै थिएन क्या, यस्तो उफारिरहेको थियो होइन। बसमा बाटो त्यस्तै, तर बाइकमा आयो भने चाहिँ तपाईँहरू धेरै माथिसम्म आउनु सक्नुहुन्छ क्या, हुँदैन धेरै माथिसम्म आउनु सक्नुहुन्छ। अनि प्लस
अलिक कम हिँड्नुपर्ने हुन्छ मभन्दा चाँडै अङ्कलहरू हिँड्दा आज बे हुँदैन मुस्काई जब भन्ने गीत सुन्दै हिँड्दैछ होइन अङ्कलहरू मलाई ठिक लाग्यो होइन त्यही हो म त यार भोलि त झन् 11 घन्टा हिँड्नुपर्छ अरे हौ म त त्यो सोच्दै हुँदैन त्यो भइसक्यो क्या म लास्टै थकित भइसकेँ र हामी पनि स्कुटरमै आउँथ्यो होइन आज तर बाटो राम्रो छैन भन्ने उयो पाएँ क्या हामीसँग चाहिँ धेरै स्कुटर छ क्या बाइकहरू धेरै छैन त्यही भएर चाहिँ अनि अब सामान पनि छ प्लस एउटा स्कुटरमा डबल तान्दैन नि त होइन बाटो त्यस्तै छ त्यही भएर चाहिँ हामी खासमा बसमा आएको हो त्यही बसमा आउनुभयो भने टिकट चाहिँ 650 त्यस्तै लिन्छ होइन 650 त्यस्तै लिन्छ अनि पछि हामीलाई बाटो घुमाएर ल्याएर हेर्छ होइन 50 रुपियाँ थप्नु लागेको थियो नि ल्याङल्याङ गरेर राति दियो होइन तर रमाइलो पनि छ प्लस होइन उयो पनि हुँदैछ हल्का गाह्रो पनि भइरहेछ केटाहरू फर्किसक्यो कति फर्केको भेटिसकेँ मैले हालत खराब मेरो हालत खराब भइसक्यो सास फेर्नु पनि गाह्रो भइसक्यो क्या हट्ठैका रेडबुल खाँदै हिँड्दैछु म हल्का एनर्जी दिइरहेको छ क्या हत्ती नै मभन्दा चाँडो हिँडिरहेको छ क्या अङ्कलहरू बुझेन केटा हो मभन्दा बेसी हिँडिरहेको छ क्या हट म हिँड्नै सकिरहेको छैन क्या यस्तो घना जङ्गल छ होइन वाउ नै छ क्या जस सिनेरीहरू भयो बाटो होइन दामी छ क्या जस वाउ छ होइन तर गाह्रो चाहिँ अति गाह्रो भइरहेको छ मलाई म नहिँडेको धेरै भएको थियो 1 वर्ष जस्तो भइसकेको थियो कोठामै होइन त्यस्तो खासै नहिँड्ने हिँडे पनि स्कुटर बाइकमा हिँड्थेँ त्यही भएर बानी भएको थिएन कि लास्ट गाह्रो भइरहेको छ अहिले चाहिँ उनीहरू त फटाफट हिँड्दा नि त्यही हो सबैजनाले मलाई छोडेर हिँडिसक्यो होइन अरिसिन भेट्नुपर्छ लगेर हाम्रो चाहिँ यहाँ भाइसँग गफ हुँदैछ भाइले यहाँ कुन चाहिँ गीत रे बाबु तिमीले नि त्यो गीत सुन्यौ हाम्रो भाइ लास्ट हिरो रहेछ यार लास्ट हुँदैन फ्रेङ्कलिन होइन हत्तेरिका मेरो चाहिँ हालत खराब भएर हिँड्नु पनि सकेको छैन रहेछ यहाँबाट आमा याङ्री त्यो देख्दो रहेछ क्या के भन्छ त्यसलाई आमा याङ्री भ्यू पोइन्ट भन्छ कि के भन्छ त्यसलाई हो त्यो देख्दो रहेछ क्या आमा याङ्री देख्दो रहेछ त्यहाँ पनि जानुपर्छ कुनै दिन अब बाइकसँग चाहिँ रमाइलो भयो या तर होइन गफ मजाले गर्दो रहेछ लुत फर्किसक्यो यार हौडा भयो भन्दा नि हाम्रो दाजुहरू फेरि आइपुग्नु भइसक्यो माथि 5 पोखरी पुगेर हजुर आज हो नि त हामी त माथि त्यहीँ पोखरीसम्म जाउँ भनेको आज त भ्याउँदैन आज यतै बिचमा बास बस्ने हो अनि त्यहाँदेखिको जाने अलिकति माथि रातोबाती माटोमा बसेर हाम्रो हामी दाइहरू कहिले आउनु भएको र अस्ति कति दिन बस्नु भयो तपाईँहरू ए हुन्छ त अब रमाइलो गर्ने पालि हाम्रो हामी गएर आउँछौँ नि त है लगे दाइ राम्रोसँग जानु है ए हुन्छ ठिक छ उहाँ पनि गएर आउनु भइसकेको रहेछ अब हाम्रो पालि होइन ठिक छ सही छ कि त्यो हुँदैन यो हिँड्दा जुन बाटो देख्छ नि त्यो बर देखेको छ क्या दामी देखेको छ क्या त्यो कसम या ला हुँदैन के खानै पनि मन छैन क्या झोलाभरि खाने सामान के अरे स्न्याक्सहरू वाइल्ड छ होइन तर खानु चाहिँ मनै छैन क्या हुँदैन थाकेर सिर्फ पानी मात्रै मैले 3-4 बोतल पिइसकेँ होला होइन त्यो हाम्रो भाइ लास्ट हिरो रहेछ क्या भन्दा नि लास्ट हिँड्दो रहेछ होइन गीत पनि खतरा गाउँदो रहेछ भाइ यहाँ आउन एकचोटि तिमी यहाँ बस एकचोटि एउटा गीत गाइदेऊ न
अघिको त्यो कालो चस्मा लाउ भन्छ वाला आउँदैन होइन रे ऱ्याप स्याप आउँछ होला नि त तिमीलाई आउँछ होला त्यस्तो होइन होला भिटेन सिटेनको यसो आउँछ होला नि त नि ला भाइ कसैको फ्यान होइन अरे भाइ आफ्नै फ्यान रे लास्ट चम्फु रहेछ हाम्रो भाइ नाम के भनेको थिएँ मैले बिर्सिसकेँ नाम हुँदैन नामै बिर्सेँ मैले ल यार मोबाइल समाउने अवस्थामै छैन क्या हुँदैन लाइक त्यो यस्तो यस्तो काँधहरू दुखेर कहिले पुगाउँला र पुरै बेहोस होला भइरहेको छु म तै नि अब म पुगेर छोड्छु होइन यत्रो हिँडिसकेँ म होइन त्यही हो ल साथीहरू अहिले भेट्नुपर्छ ल त्यही हो हामी चाहिँ अहिले धेरै माथि आइसक्यो केटा यहाँबाट यस्तो दिएको रहेछ हामी माथि डाँडामा आइसक्यो यहाँबाट गाउँ भेट्यो हामीले होइन गाउँ रहेछ क्या हेरी उपर देख्ने रहेछ क्या तर हुँदैन अब हेभेन होइन हाम्रो भाइ अझै नै हामीसँगै छ छुटेको छैन होइन अझै हामीसँगै कति हिँड्छ होला अझै त्यही हो रमाइलो छ गफ गाफ हुँदैछ हाम्रो होइन कति मान्छेहरू फर्किसक्यो र बाटो त उब्बर यस्तो यस्तो माथि ढुङ्गै ढुङ्गा मात्रै हुँदै मेरो फिलाहरू दुखेर उब्बर भइसक्यो क्या फिलाहरू भयो यस्तो तिखाहरू दुखेर होइन यस्तो भयो नि यस्तो भयो त्यो मलाई मात्रै थाहा क्या कस्तो भएछ भने चाहिँ होइन त्यही हो मलाई यो छोडेर जाने मान्छे नै देखेन यो देखाएको छ नि जुन यो हेरिबस्नु जस्तो छ क्या जति हेऱ्यो त्यति हेरेर मन लाग्ने होइन अनि त्यही हो हिँड्नु चाहिँ सकेको छैन अझै रातो रातो माटो हो कि कति के भन्ने ठाउँमा पुग्नु अझै लाग्छ अरे टन्नै म पागल हुन लाग्छ यार हत्ते हेरी जुत्ताको हालत त्यस्तो भइसकेपछि गाह्रो केटाहरू फेरि सामान लिन हिँडिसक्यो यिनीहरू फेरि सामान लिएर यहाँ आइपुग्छ आफू हिँड्नु सकेको छैन त्यही ग्यास लिन हिँड्ने कहाँ जानुपर्ने तिमी ग्यास लिनलाई आम्मा कति टाइम लाग्छ यहाँबाट जानलाई आउँदा नि 2 घन्टा अब्बुई म भन्दा नि भाइहरू क्या यिनीहरू बुझेन ओभर स्ट्रगल क्या हार्डवर्क यो बदिरहेको छ क्या यिनीहरूले यहाँ मान्छेबाट मान्छे आइरहेछ पुगिरहेछ हामीभन्दा भाइहरूले यस्तो दामी दुःख गरिरहेछ क्या पुरै मान्छेहरू आइरहेछ आफ्नो ताल यस्तो छ गाह्रो छ यस्तो दामी छ थकित लास्ट डे ब्रदर यार पुगेर आइसक्यो हाम्रो हालत खराब भइसक्यो यति हिँड्दै यार केटाहरू पुगेर आइसक्यो है त्यस्तो यार म त यस्तो कुराहरू टिकटकमा किन नहालेको होला क्या म यस्तो कुराहरू चाहिँ म आउँदैन थिएँ क्या तर होइन म हिँड्छु म भन्दा भाइ यस्तो भारी बोकेर ग्यास बोकेर हिँड्दा छ यार म लाछु मर्दा यार म हिँड्नु सक्दिनँ त जसरी भए नि हिँड्छु म यहाँ मान्छेहरू कहाँ पुगेर आइसक्यो बल्ल हामी बस्तीमा आइपुग्यौँ बस्तीमा ल अहिले भेटौँ ल हामीले चाहिँ बाटोमा ट्री हाउस पनि देखिरहेको छ लिटरली क्या ब्रो ट्री हाउस क्या ल यहाँ माथि निस्किएको छ यहाँ मुनिबाट हालेको छ होइन यस्तो छ सही क्या अब हुन्छ नि कसरी बनायो बे माथि ट्री छ क्या ट्री हाउस भनेर मैले देखेँ आज यार सही रहेछ तर ओ बढ्यो होइन त्यही हो क्या यस्तै माथि निस्किया छ तलबाट पसिएको छ होइन कस्तो दामी क्या यो के हो यो कुन ठाउँ आइपुग्यो हामी अहिले
थाहा छैन भर्खर बस्ती आइपुग्यो बस्ती गाह्रो थकित ट्री हाउस हालत खराब उब्बर यस्तो छ होइन यहाँबाट सही छ क्या यहाँबाट पनि कति हो कति हिँड्नुपर्ने थियो यार ओभर हिँड्नुपर्ने रहेछ नि ट्रेकिङ भन्ने कुरा सजिलो छैन रहेछ होइन दामी देश हुँदैन 360 आइसक्यो मान्छे ल अब अहिले भेट्नु हामी चाहिँ यहाँ कहाँ जस त्यो खै के डाँडाबाट माथि आइसकेको छौँ होइन यहाँ दाईहरू चाहिँ त्यो बाटोमा हामीले खाएर त्यो हिँडेर त्यो फ्यालेको फोहोरहरू हुँदैन तिनीहरू टिप्दै जाँदै रहेछ त्यही हो एउटा म चाहिँ के भन्छु भने अब त्यो बाटोमा खाएर यस्तो होइन बाटोमा नफ्यालिदिनु होला किनकि एउटा जक्सनमा पुगेर चाहिँ टक्क फ्याल्यो भने त्यहाँ चलाउँछ नि त त्यही त दाईहरूले बिचार टिपिराख्नु भएको छ क्या एक प्लास्टिक होइन एक प्लास्टिक बनाइसकेको छ दाईहरूले यसरी फोहोरहरू चाहिँ नफाल्दिनु नफालिदिनु क्या अब हुँदैन झोलामा हाल्ने अथवा एउटा प्लास्टिक बोकेर हिँड्ने हो कि न च्याङबा अब यहाँको च्याङबा फेरि हिरो हो होइन अलिकति गाह्रो हुन्छ नि त होइन अब यहाँनिर सब अब होइन सफा राख्ने हामीले हो कि फोहोर गर्ने हामी नै हो सफा नै हामीले राख्नुपर्छ क्या अनि मैले हेरेको थिएँ बाटोभरि हुँदैन प्लास्टिक बोतलहरू क्यानको बोतल फेरि बाटोमा डस्टबिन चाहिँ फेरि इनफ राखिदिएको छ क्या हुँदैन डस्टबिन त्यो प्रपर डस्टबिन नराखे पनि त्यो टिनको डस्टबिन टिन काटेर अनि राखिदिएको छ क्या त्यहाँनिर होइन डस्टबिन बनाएर राखिदिएको छ त्यहाँ हाल्नु नि होइन मैले त अब खानु पनि केही खाएको छैन हिँडेको छ ठाउँमै आइपुगेको छैन कसरी खाने त नि होइन अनि फ्याल्नु त पाएको छैन त्यही मैले अहिले बसमा खाएको त झोलामै छ अझै पनि स्टिल त्यो उयोहरू प्लास्टिकहरू नफ्यालिदिने क्या अलिकति गाह्रो हुन्छ है किनभने अलिकति झ्याउ हुन्छ नि त उनीहरूलाई टिप्नलाई होइन त्यही हो त्यही भन्नलाई एउटा ल अहिले भेट्नुपर्छ ल हामी अहिले यहाँ विधान ठाउँमा के भनेको थियो यो ठाउँको नाम यार दुईजना पर्खिरहेको हामी दुईजना मान्छे हामी चाहिँ तिनजना मात्रै छ अहिले चाहिँ यहाँ बसेर एकछिन रेस्ट टाइम अब अहिले कति 5 बज्यो 5 बजे अब कति घन्टा हिँड्नु पर्छ अझै होइन लास्ट झ्याउ छ आजको दिन अलि हिँड्दा हिँड्दा झ्याउ गयो अघि कटु लाग्यो मान्छे अहिले ज्याकेट स्याकेट लगाएर रेडी भइसक्यो होइन जाडो चाहिँ अब्बर भइसक्यो अब चाहिँ अझ मैले तातो लुगा चाहिँ वाइल्डली ल्याएको छ क्या त्यही भएर हामी यो डाँडा पुग्नुपर्छ कि यता कुन चाहिँ डाँडा हो जस अब अहिले चाहिँ हामी दुईजना पर्खेको मान्छे पर्खेको होइन हाम्रो ग्याङको 2 जना हरायो है एकजना लिन गएको छ अहिले हामी 3 जना मात्रै यहाँनिर यहाँ एकदम घमासान मिटिङ भइसक्यो यहाँनिर होइन त्यही हो ल यस्तो छ अवस्था यताको आज कता हुन्छ थाहा छैन होइन फिक्स छैन तलै जानु पनि सकिन्छ माथि जानु पनि सकिन्छ के हुन्छ हेरौँ होइन त्यही हो अहिले भेटौँला हाम्रो हराएको मान्छेहरू भेटिसकेको छ आउनु ल भाउजू आउनु भेटिसक्यो हाम्रो हराएको मान्छेहरू यो फर्किसक्यो होइन गएर उहाँहरू चाहिँ हजुर हामी त भर्खर जाँदै हेर्दै आज अब यता माथि रातो माटो सायद त्यस्तै दाइ त्यहाँबाट भोलि सजिलो हुन्छ नि त टाइम त लाग्छ 8-9 त बज्छ र हाम्रो मान्छे चाहिँ हाम्रो हराएको मान्छेहरू आइसकेको छौँ होइन अब हामी फेरि सुरु गर्नुपर्ने हुन्छ त्यही हो त्यही बुढा मान्छे यार गएर फेरि सामान लिएर आएछ लास्ट एकदम होइन खतरा मान्छे हो क्या भाउजू कस्तो रह्यो तपाईँको यात्रा बुढा नै आउँदैछ ल त्यही अहिले हामी हिँड्ने बेला गर्छौँ अहिले चाहिँ हामी टुपी डाँडाभन्दा 20 मिनट आधा घन्टा माथि आइसकेको छौँ र रात परिसक्यो होइन यस्तो छ अब हल्का होइन त्यहाँ खतरा देख्दो रहेछ क्या हिमाल चाहिँ होइन अब केही देखेको छैन होला यस्तै अब राति है गाह्रो छ अब होइन फर्किसक्यो मान्छेहरू प्रेसर फिल त भोलि हुन्छ भाउजू आज त कहाँ हुनु त्यही हो
बुढालाई फेरि वाइफाईकै छ होइन त अझै पनि वाइफाई छ ल ठिक छ सो त्यही अहिले माथि गएर भेट्छौँ ल हामी चाहिँ आइसक्यो आजको हाम्रो डेस्टिनेसनमा यहाँनिर चार्ज गर्ने ठाउँ चाहिँ यो रहेछ हामी भर्खरै आयो यस्तो हिँड्दा होइन यस्तो लोड भएको थियो हामीलाई अझै 2 जना आउनु बाँकी छ 2 जना आउँदै होला यहाँ तलतिर होइन यता 2 जना पनि लगभग आइसकेको छ यहाँनिर तर यहाँनिर आजको हाम्रो नाइट यहीँ हुन्छ सायद र अब कुन ठाउँ हो थाहा छैन होइन दाइ यो कुन ठाउँ हो र रातो माटो रे ठाउँको नाम चाहिँ होइन आज हामीले यहीँनिर रात काट्नुपर्ने हुन्छ रातो माटो दोङदाईको होटल रे होइन केटा 5 पोखरी आएर यहाँ आयो भने चाहिँ यहीँ बस्दा हुन्छ होइन दाइ यतै माथितिरको हो अरे अनि यो कति बजी बन्द हुन्छ त यो जेनेरेटर अब 40 मिनट ओ ल त्यही अब अहिलेसम्म भेटौँ मलाई चार्ज गर्नुपर्ने छ क्या अब 40 मिनट मात्रै चल्छ जेनेरेटर त्यही हो ल अहिलेसम्म भेटौँ ल हामी चाहिँ यहाँनिर रातो माटोमा आइसकेको छौँ साथीहरू होइन अब अहिले चाहिँ सबैजना हाम्रो ग्रुपै 6 जनै छौँ अहिले यहाँ त दाइहरूले खानाहरू पस्किँदै हुनुहुन्छ र अब चाहिँ हाम्रो डिनर टाइम रातिको होइन अब हामी खानसाना खाएर रेस्ट गर्छौँ भोलि बिहानै फेरि उठेर हिँड्नुपर्ने छ होइन सबजना थाकेर यता सबजना थाकेर उदास त्यही हो ल अहिले एकैचोटि अब खानसाना हाम्रो खाना आइसक्यो 2टा यहाँनिर होइन अब यतानिर आउँदैछ हाम्रो चाहिँ खाना आइसक्यो आजको यही हो त्यही हो अब त्यही हो खानासाना खासी भेटौँला